भरि जाने रे अब हामी बाइ। हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग। आज हामी नगरबाट जाने अनि अब चाहिँ म घरबाट निस्केँ स्कुल जानुको लागि। अनि अब स्कुल गएर सम्झिरहेको वेट गर्ने अनि हामी निस्केँ। ल है गाइस, ठुमीको गाडी आइहाल्यो। ल गाइस, फाइनली स्कुल पुग्न थाल्यो। स्कुलको पछाडि गेट नै रहेछ अनि यहाँ चाहिँ हाम्रो नयाँ बिल्डिङ रे है। यो चाहिँ अब बन्ने त पक्कै पनि हामी यहाँबाट गएपछि मात्र होला, अरू बेला त थाहा छैन हो। स्कुलमा गएको छैन, एकछिन थाहा हुन्छ। अब आज चाहिँ हाम्रो मात्र नभएर सबैको रहेछ टुर। म चाहिँ हाम्रो क्लास देखाउँछु है कस्तो छ यहाँ। हाम्रो क्लास देखाउँछु कस्तो छ। क्लास देखाउँदा चाहिँ हो त्यो कुनाको हाम्रो सरी त्यो कुनाको हाम्रो क्लास हो। क्लासमा पक्कै पनि कस्तो मात्रै होला। अब हेरौँ को छ। कोही पनि छैन क्लासमा। क्लासमा त पुरै मिलाएको छ है हाम्रो क्लास राम्रै छ, ठिक छ। बोर्ड यो एमएसको पढेको हामीले माथिको देखाउँछ। अब माथि यस्तो छ। यो हाम्रो केमिस्ट्री ल्याब अनि यताबाट गएर यो फिजिक्स अनि यो हाम्रो स्मार्ट बोर्ड, स्मार्ट ल्याब। आज चाहिँ सबैलाई रहेछ कि त्यो उता कता लाने। अनि हामी चाहिँ नगरकोटवाला पऱ्यो। यिनीहरू अब कता हो भाइ बहिनीहरू। ल हेलो गाइस, एउटा चोर फटा के भन्छन् त्यसलाई एड भयो यहाँ। लौराज भन्ने मान्छे न्यू पर्सन इन्ट्रोड्युस। यस, न्यू पर्सन मेरो भ्लगमा पहिलो पटक मेरो भ्लगमा आएको चाहिँ एकदम यो व्हाट्सअप म्याम भन्नु गर्न सक्नुहुन्छ। बोलेर आउँछ ल गाइस, फाइनली ल गाइस, भाइ आज चाहिँ 6वटा गाडी रहेछ। हाम्रो फर्स्टमा गयो यो एउटा। ल अब हामी जान लाग्यो गाइस। अब हामी निस्क्यौँ। यहाँ फेरि आफ्नै दुनियाँ चलिरहेको छ पुरो यहाँ। यो श्री पद्मा मावि। अब हामी जान लाग्यो। यो मेरो पार्टनर लवराज केसी डन। 9 क्लासमा पनि मैसँग त्यो साइडमा काम गर्यो। अहिले प्रवीण जोस। यो पालि चाहिँ पोखरा भन्दा राम्रो हुन्छ जस्तो छ है। फेरि काला चस्मा होइन, कालो कपडा। ल गाइस, मेरो भिडियोमा अब कपिराइट आए पनि अब यहाँ बाहिरको भ्यूहरू चाहिँ खिच्न परिहाल्यो। यहाँ भित्रको भ्यू चाहिँ यस्तो छ। अब गइरहेको छौँ। अब पुगेपछि त होला भिडियो बनाउँछ भने। ल गाइस, पछाडि चाहिँ कोही पनि छैन।
Hey, what try? What try? What सुतिरा हो हेलो गाइज स्वागत छ युट्युबमा हो म त यत्तिकै हालिदिन्छु हाम्रो ह्यान्सी यो गाइस हामी उता माथि जाने जस्तो छ आइयो अगाडि हाम्रो अर्को गाडी यहाँभित्र यस्तो आयो कपिराइट चाहिँ नआउँछ अरू जेसुकै गाइस बाटो छोड्नु पर्यो कृपया बाटो छोड्नु पर्यो बाटो हेलो बाटो भाइ मलाई पनि सेम हो क्या ल गाइस अब चाहिँ हामी यता खोलानेरी जान लाग्यो हजुर हल्का मेरो भ्लग चलिरहेको छ मेरो भ्लगमा डिस्टर्ब बाधा उ गरिरहेको छ एकछिनमा ल गाइस यो चाहिँ एकदम गहिरो छ अरे यहाँ अनि हामीलाई चाहिँ पहिलेदेखि आएको भयो नेचुरली अब यसलाई चाहिँ पछि चाहिँ आर्टिफिसियल बनाएर यसलाई इरिगेसन रूपमा युज गरेर पहिलेदेखि थियो यो नाम चाहिँ के हो रे कालमबस्ती भन्छ गाइस हल्का मलाई मेरो भ्लगमा डिस्ट्र्याक्ट गरे अब फोटो खिच्न भनेर यिनीहरूले अब आफू त अब यस्तै पर्यो है अब अगाडि छिटो गइन्छ अब सबजना अगाडि गइसक्यो म मात्र होइन पछाडि त्यहाँ चारजना फोटो खिचिरहेछन् सबै अब बिस्तारै ऊ त्यहाँ पुग्ने हो हल्का यो मेरो के पनि होइन ल है अब त्यहाँ म्यामहरू भएको ठाउँमा जाने सर म्याम भएको ठाउँमा अनि यसो के कुराहरू हुन्छ त्यो बुझ्ने हो अनि त्यसपछि हामी फेरि बसमा गएर उता पर जाने नदेखा क्या यस्तो नगरे मनिस अस्ति पनि मेरो चाहिँ पाइदिइहाल्छ ल गाइस अब हामी माथि जाने आज उकालो चढ्न गाह्रो छ ल फाइनली हल्का पुग्न लाग्यो
प्रवीण या सोहन स्वागत छ मनिषलाई देखाइदियो नि रहेको अरूलाई चाहिँ नदेखा न क्यामेरा अन हुनुहुन्न ए त चलिहाल्छ भर्खरसम्म मलाई ए यहाँ यस्तो चलिरहेको यो अब के गर्नु लाग्यो अब फेरि ल गाइस अब हामी आफ्नो बाटो लाग्नु तिमीहरू चाहिँ कहाँ थियो हुन चाहिँ एउटा रोमा 7 जना एउटा रो नि के भन्दा एउटा सिटमा 3 जना अरू सिटमा 3 जना अनि बिचमा 1 जना अब हामी तल जाने र चस्माको स्क्रु पनि गइसकेको छ चस्मा पनि मेरो होइन अथर्वको यहाँ अब भगवान्को ऊ छ के भन्छ मैले त्यो पनि बिर्सिसकेँ के आई डोन्ट नो द नेम दिस के भन्छ त्यो पनि मैले बिर्सेँ मेरो दिमाग हल्का कता कता गाडी तलै आउँछ हो म्यामले भन्नको हो चल अब समयको पछि पछि लाग्ने हो समयले कता लान्छ चलिरहेको रहेछ त्यो रमिता चलिरहेछ गाइस यहाँ फेरि यता अर्को यहाँनिर के भने थाहा छ हाम्रो क्लासको साँच्चै होइन बादर नै छन् कि सबैजना त्यो मान्छेहरू हो त्यहाँ यो मेन यो सेतो लाउने त 1 नम्बरको पुरो गर्दा ठोके भयो अगाडि 2 जना बेस्टिजहरू अब खोइ गाइस यसो दिनुहोस् रोबाल भइरहेको छैन के भइरहेछ भन्न यहाँ सिडी चढ्नु परिरहेछ फेरि झर्नु परिरहेछ त्यही काम आयो अब यिनीहरू डराउँछन् अब डराइहाल्यो नि टावर यहाँ चढ्नलाई पुरै उ छ मेला ल गाइस हामी चाहिँ टावरमा आइयो फोटो खिच्नु पर्यो टावरमा सेल्फी हालौँ क्या सेल्फी ओ खतरा यता फर्केर खै त प्रजल मैले एउटा फोटो सबै थोक चाहै हाल
मैले केही खाँदैन हामीले अब सक्दिनँ पानी हाल कोको अगाडि कहाँ पानी हाल्नु सायद एन्ड अफ द ब्लग होइन एन्ड होइन अझै एउटा डेस्टिनेसन बाँकी छ एन्ड त अब लगभग 5:30-6 बजीतिर एन्ड हुन्छ मेरो लागि चाहिँ एन्ड उसको हालत टाइट हुन्छ हामी माथि जाने यसमा मेरो मार्यो फोन खस्यो गाइज अब माथि जाने धेरै सिडी चढ्यो क्या आजको दिनमा त्यो भएर एकदम थकान लाग्यो हाम्रो 4वटा उता 2टा आउँदैछ हाम्रो ह्यान्सी अब सबजना यहाँ आइसकेका रहेछन् ए ल अब समीक्षा हजुर मायादेवी टेम्पल यो मैले कहाँ सुनेको थिएँ त लुम्बिनी हो लुम्बिनीमा सुनेको थिएँ छ किन त्यो भनेको त सर 48 भयो तल छ 55 नहो तल के गर्नु त नि मायादेवी टेम्पल जाऊँ न एकचोटि के छ आउँदै गर्छ हामी माथि पुगेर आउँछौँ के सर त्यो नि हो 55 मा हामी यता आउँछौँ 55 48 भयो अब बिस्तारै माथि जाने भए जाऊ 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 तर यहाँ माथि केही छैन उता सनसेट पोइन्ट हेर्नु अब केमियो गरिदियो त मेरो भ्लगमा समीक्षा हेलो गाइस न्यू मै हो त व्हाट न्यू त मै हो त त्यही त तिमी त न्यू हो न्यू गर्छ त माथि आउँछ ब तिमी न्यू हो उ न्यू हो मेरो भ्लगमा यहाँबाट तिमी माथि यहाँबाट बरु उता सनसेट पोइन्ट हेर्छौँ ए यहाँ यस्तो रहेछ हाम्रो सर सरी अब म फोन समात्दै समात्दै हात कति धोइसक्यो कता हो के गर्नु लाग्यो फोटो नि खिच्नलाई के गर्नु पर्दो रहेछ अब आफू पर्यो अब भ्लग मात्र बनाउने फोटो नखिचे त्यति चार्ज पनि छैन 14% हो कि 17% रहेछ ओ 17% छ फोनमा मेरो चार्ज है मेरो फोनमा चार्ज यो ट्री हो हाम्रो सर अब म अगाडि हिँड्ने यिनीहरू मेरो पछि पछि ल तिमीहरूलाई स्वागत छ अब ए होइन सरी मिस्टेक माई मिस्टेक म त हाम्रै उसको होला तर होइन रहेछ त्यहाँबाट नै रहेछ ऊ अब यस्तै यस्तै बिस्तारै अब तल गइन्छ फेरि यहाँबाट यो खासमा मूलको पानी हो कि मूलको पानी त होइन होला समीक्षा ओए खासमा यो मूलको पानी हो कि कतैको फोहोर पानी हो ठिक छ टेस्ट गर एकचोटि पानीको टेस्ट हुँदैन भाइ तपाईँ अब फेरि ब्याक हिँड्ने म अब
किनभने चाहिँ त्यहाँ तिनजना पछाडि छन् अझै पछाडि यहाँ आउनुभयो आउनुभयो यहाँ दुईजना अनि यता दुईजना अनि यता दुईजना 10 घण्टा पछि आएर के काम त्यो भिडियो काट्ने नि काट्ने भिडियो आएन भने काट्ने अगाडिबाट काट्न मिलिहाल्छ ल तिमी आऊ ल केही दुई चारवटा शब्द प्रज्वल आज हामी यही हो मैले आरुको बोट भनेको हेर यो आरुको बोट हो यो आरुको बोट हो रे गाइस हेर अब यो आरुको यो आरुको बोट हो रे यो भन्ने मान्छे यही हो फेरि केही न केही फल्छ तर फुल फुलको बोटलाई आरुको हुन्छ यस्तो अब गाउँघरमा त अब आरुको बोट पनि यस्तै हुन्छ त सेम टु सेम त्यसमा लाइक कस्तो पो टाइपको फुल फल्छ त्यसैलाई आरुको फुल रे ल बोल अनि थाहा हुन्छ त्यसपछि आरुको फुल हो कि के भन्छन् सरी आरुको बोटै फुलको बोट हो ल गाइस हामी जाने बाटो अब चढिन्छ सरर गर्दै ए टिकट पो काट्नु पर्ने टिकट काट्नु पर्दो रहेछ ल गाइस 1 2 3 4 5 गर्दै गर्दै अब आफै लाग्ने हो हामी जानुपर्ने त उता हो कि मेन त खै प्रज्वल एकचोटि साइड हट्दै त मेरो उसमा हल्का गाइस हजुर बोलाउँछ मनिष भनेर हजुर भन्दा नो रेस्पोन्स अब बिस्तारै यस ल केही हान्देऊ न तिमी पनि अब केही बोल्देऊ के बोल्नु र कस्तो ओह्रालो हौ या त अब माथि आउँदा माथि छ मनिष भट्टराई ओके 114 मनिष छ अनि भट्टराईमा चाहिँ 3टा आइहाल्न अनि हुन्छ गयो ल सबजना कुदाकुद छ सबजनाको अब म चाहिँ यहाँ बसेर आनन्द खिच्नेवाला मान्छे अब गाइस हाई भन्दै आऊ त मेरो भ्लगमा हेलो त्यहाँ र पुरै आयो सबै अब हाम्रो स्कुलको हाम्रो क्लास टिचर जाँदाखेरि कडक हो नि हेरी ज्याकेट आनन्दसँग गरेर यहाँ एकजनालाई अलिकति धक्का लिनुपर्छ त्यसपछि सब सिद्धिन्छ भने एकजना यता ब्याट खस्दै बस्दै यस आयो चल न मैले अहिले भन्दै छु मलाई डर मरे भने सँगै भन्नुपर्छ ल मेरो न ओए यसले हामीलाई भन्न के खोज्यो अनि हामी चाहिँ आएर छैन भने
Oh my god, बस My God, मलाई डर लाग्छ त्यस्तो सब नगर्नु म चाहिँ सबजनाको वेट गर्दै बस्ने मान्छे हो क्या कति बेरको आउँछ भनेर यस्तै हुन्छ ब्लगर भइसकेपछि स्कुलबाट दिएको त चिरा चिरा छिटो आयो हुन्थ्यो नि यार हल्का अगाडि मलाई नि जानु थियो म पनि यस्तो ट्याङ्गेलेर बस्छु म चाहिँ यहीँ अब अब पुल जाने हो र बिस्तारै 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 अगाडि गर हल्लाको हल्लै छन् पुरै यिनीहरू फोन फस्यो भने यहाँबाट सिधै एकछिन वेट गर्नु पऱ्यो यहाँ क्यामेरा ऊ चलिरहेको छ के डिस्टर्ब गर्नु अन्त फेरि पर्ख बसेको नि अब मैले आवाज सुनिरहेको छु खोलाको आवाज खोलाखेरि देखिरहेको छैन कार्निरी छ ए तल त यस्तो जङ्गल छ त्यही भएर बिस्तारै बिस्तारै जाने हामीलाई उता जान छ त्यो डाँडामा क्वालिटी हल्का नराम्रो आउँछ त्यसमा त्यो यो अर्को फोन हो क्या अनि त्यही भएर अर्को फोन मेरो स्विच अफ भन्दा लगभग 7% चार्ज छ त्यही भएर म त्यो फोन बन्द गरेर राखिदिएको छ हल्का यस्तै भयो तल त हेर्दै मेसेज छ वन्स मोर मेसेज त तल गयो ओ त्यहाँ त पुरै हाम्रै स्कुलको लाग्छु अब बिस्तारै बिस्तारै हुन त म त्यति केही बोलेको छैन ब्लगमा बोल्न पनि आउँदैन म जस्ट भिडियो खिच्ने मान्छे मात्र हो बोल्ने त अब अरू बोलिहाल्छन् नि बिस्तारै बिस्तारै त्यही भएर म त्यति बोल्दैन के पनि खोलाको आवाज त्यहाँबाट आएको रहेछ त्यहाँ त्यो उसबाट आदर्शबाट होइन केटाहरू कहाँबाट बोलाएको थियो दिवालीपट्टि थाहा दिवाली यतापट्टिबाट कताबाट लिएर उयो स्कुलमा लिएर प्रवीण यस्तो भिड छ भिड पुरै भिड यहाँ जाम भयो अगाडि अब म अड्के भएँ बिस्तारै अब हाम्रो सर
हाम्रो क्लास टिचरज्यू बिस्तारै गोजीमा फोन छ फोन खस्यो भने मेरो गयो क्या ओ त्यही नै छन् तिनीहरू अब सरी टिङ 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 कुद 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 हेलो हेलो साइड प्लिज भगरहरूलाई छोड्दैन भने बाटो टिडी 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 ए नखिच भन्ने ठिक छ के हो ल अब फर्किदियो अब हामी डेन्जर यहाँ होइन हल्लाइसक्यो तल म हेऱ्यो होइन हाइट तिनीहरू त्यही अड्केछ त्यही हाइटबाट एकदम डर लाग्छ होइन तिनीहरू फर्केको आएर हाइटको फोबिया छ मलाई हाइटको फोबिया अघि नगरकोटको त्यो टावरमा त बल्ल बल्ल चढेँ यहाँ तल बाक डर लाग्छ यहाँ तल चढेँ बल्ल बल्ल झर्न नि बल्ल बल्ल झरेँ गोजीमा 4 यहाँ अब हाम्रो टिकटकरहरू छन् हल्का यस्तो लाएर यी सुस्मी नाम पनि नामै सुस्मी छ टिकटकमा अनि यहाँ अर्को टिकटकर हल्का उ भएछ गाइज नहल्लाइदिउँ त यसो खतरा रमाइलो बल्ल यसमा क्वालिटी राम्रो आएछ उसमा बरु फर्क्यो माथि केही छैन है माथि हेलो 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 खोइको एकचोटि हेरौँ हेलो गाइस 100 बाटो छोडिदिनुहुन्थ्यो कि कति होइन मलाई यति छोडिदिँदा पनि हुन्छ म यहीँबाट जान्छु कि म नागेर पनि जान सक्छु किन नागेँ भन्नु पाप लाग्छ क्या जम्प गऱ्यो भने त्यही भएर कति 100 त धेरै हुँदैन आशिकालाई बोलाऊँ 50 नै बढी भयो 5 रुपियाँ दिन्छु 5 जनामा बाटा त्यो 100 भइहाल्यो नि 20 अन्त ल डान्स पर्यो हरा
के गरिदिनु पर्छ अरे यता फेरि भन त म तिम्रो त्यो पनि हालिदिन्छु म अब चाहिँ है हेर है ल कहाँ मुहान परि जाने रे अब हामी म ल गाइस कौस्तुभ यहाँ छन चाहिँ के छ यहाँ यहाँ अनि खोइ त भर्ना माथि नै सुकेछ त यता छैन यता छ हजुर क्यामराम्यान अनि यो फोटो खिच्ने अब मैले आवाज त सुनिरहेको छु उता तर उता कसरी जाने हो ल गाइस फाइनली अब फेरि स्कुल आयो हामी ल गाइस स्कुल आयो अब यस्तो स्कुलमा एकचोटि स्कुलमा पसेर अब स्कुलमा एकचोटि पस्ने त्यसपछि हामी घर जाने अब अर्को पनि आयो बस साउडै बस आएछ अहिले चाहिँ पाँच 17 भइसकेछ ल गाइस बाई ल बाई गाइस आएर 6-7 को आयो रे आएको छैन ल ल बाई ओए बाई ओए बाई ल अनुष्का अर्को हातले बाई गर्छन् थाहा छैन त्यति पनि मेरो तर्फबाट आग्रह छ ल बाई यो यिनीहरूलाई कारबाही हुनुपर्छ कि एउटा स्कुटीमा 3 जना लडलिस ओइ ल गाइस राति अब हामी घरतिर लाग्ने अब घर जाने बाटो यता हुन त म घर जाने बाटो यताबाट हो तर म राति मेरो घर चाहिँ ठिमी दधिकोट लचोकमा हो अब यतिकै यहाँ आउन पाएको हुँदैन वाइफाई चलेर फोन पनि ग्याङ गर्दै नोटिफिकेसन आएको सिधै अब बिस्तारै घर जाने यो मान्छे उता परनिर छोड्ने त्यसपछि म एक्लै टुई हिँड्ने त्यसपछि अब बिस्तारै को हरायो अनुष्का हराएन हो सोही अनुष्का आज छैन अनुष्काले आज धोका दियो त्यो धोकेबाज अनुष्का होइन त त्यस्तो चाहिँ होइन है धोकेबाज चाहिँ होइन त्यसलाई काम थियो अनि त्यही भएर गयो प्रवीण र ममतासँग फेरि त्यहाँ कुरा काटे चाहिँ नभन्नुहोस् फेरि हेर त्यही हो कुरा काटे चाहिँ होइन कुरा काटेको भए त म किन पो भिडियो हाल्थेँ र होइन त यो फोहोर फाल्ने ठाउँ रातेको सब कसैलाई फोहोर फाल्न छ नि यहाँ आउनु भन्ने कि हजुर आफू पनि यही आउनु आफू त्यहीँ जानु त्यसपछि म त्यही हो गाडीको पैसा तिनीहरू आनन्द चिल पारा एकदम हात पनि यस्तो दुइरहेको छ नि मेरो यो राइट ह्यान्ड फोन समाते गरेर फोन अब समात्न परिहाल्यो ए यो आयो रातेको पुल
काटेर हामी यता जान छ त्यसको घर यता हो त्यसको घर होइन है त्यो यो पछाडिको मान्छेको नसुन है यो मान्छेले फेरि के भन्छ अनुष्काको घर यता हो यहाँबाट यता जाने अनि हामी चाहिँ यता लाग्ने यहाँबाट भएको भए पो बाई भन्नुहुन्थ्यो ल है गाइस बाटो चाहिँ यही हो उयो घरतिर जाने ल गाइस अब चाहिँ म घर जान लाग्छु ल गाइस अब भ्लग एडिट गर्ने बेला आइसक्यो आई होप इन्जोय भयो होला रमाइलो भयो होला मलाई त रमाइलो भयो